हामी घरेटी 12 भाइको चेलीहरू साथमा केही आमाहरू पनि हुनुहुन्छ। आज हामी हाम्रो एकजना चेलीको असामयिक निधन भएको भएर हामी त्यहाँ फेरि खुला भिजिट गर्न गएका थियौँ र फर्किने क्रममा हामी कुबिनी भ्यू पोइन्ट पनि यसो पसेको पुरानो यादहरू ताजा गर्नको लागि। यहाँ पोखराबाट केही किलोमिटर पर यहाँ कुबिनी भ्यू पोइन्ट भन्ने ठाउँ छ जहाँ हाम्रो जवानीको बेलाको पिकनिक स्पट हो। यो चाहिँ एकदम फेमस थियो पहिला, तर अहिले चाहिँ रिसोर्टहरू अनि होमस्टेहरू धेरै बनेको भएर र मान्छेहरू अलि अल्छी पनि भयो है। त्यो भएको भएर के भनौँ अरेन्जमेन्ट खानेकुरा खाइन्छ भनौँ न। पहिला पहिला त भाँडाकुँडा ल्याएर आफै पकाएर आफै काटेर दुनियाँ गरेर पिकनिक खाइन्थ्यो। सो यो ठाउँ यति रमाइलो लाग्थ्यो भने अहिले चाहिँ अलिकति सुनसान बिजार जस्तो रहेछ यो ठाउँ। र आज हामी चेलीबेटीहरू यसो आफ्नो गाउँठाउँ पुरानो ठाउँहरू घुम्दै हेर्दै होइन यस्तो छ। ल खिचौँ त खिचौँ ल भन त। हेलो नमस्ते, यो पोखराको भ्यू पोइन्ट हो। यो कास्की र स्याङ्जाको के अरे बोर्डर पनि हो है। अनि हामी विशेष गरेर 15-16 वर्ष हुने बेलामा यो ठाउँमा एकदम आउने थियो पिकनिक खानलाई। विशेष गरेर कालाबाङ घरेटी, यो उल्यारीको, फेदी खोलाको, विशेष गरेर यो माथिको रामकोटको, मट्टीखानको मान्छेहरू यहाँ सबै आउने थियो है। र आज हामी त्यो बचपनको अथवा हाम्रो त्यो उमेरको कुरा चाहिँ एकदम पुनर्ताजगी भएको छ। अनि हामी एकदम खुसी भइरहेछ। हिन्दी है दिल त गार्डन गार्डन हो गया। टिकटक हो कि? और तुम्हारा दिल क्या हुआ? आई एम भेरी गुड। आज फुर्सद भएर नङ पालिस लाग्यो। हो मैले पनि आज नङ पालिस ल्याएको छु। नङै फेरि पाल्दै नभए जस्तो नि। फुर्सद त नभएको त होइन, तर खै के मेस्तो नपाएको। हामीहरू यस्तो रमाइलो छ चेलीबेटीहरू ग्रुपमा हिँडेपछि जे पनि रमाइलो हुने। के ल जमुना भन्ने रूपले घाँसले यहाँ कस्तो राम्रो फुल फुलेको कति राम्रो फुल फुलेको यो फुललाई के भन्छ नि? के फुल रहेछ त्यो? कस्तो राम्रो फुल के त्यो केउसी भन्दो रहेछ कि अब हामीलाई त न गुरुङमा आउने न नेपालीमा आउने न इङ्ग्लिसमा आउने है, के गर्ने यस्तो पो भयो त। कुन हो यो? फुल्छ यो पनि फुल्छ, मैले पनि देखेको थिएँ फुलेको। हामीहरूको आज फेरि खोला